व्हाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू ब्लग र आज चाहिँ मेरो साथमा छन् मेरो दिदी दुर्गा विश्वकर्मा र हामी आज जाँदैछौँ इन्द्रेणी। हामी चाहिँ इन्द्रेणीमा थुप्रै कलाकारहरू भेट्नेछौँ। सबैजनाले लास्टसम्म हेरिदिनु होला ब्लग। सो गाइज फलो मी। फाइनल गाइज हामी चाहिँ इन्द्रेणी पुगिसकेका छौँ र इन्द्रेणीमा चाहिँ एउटा कार्यक्रम स्टार्ट भइसकेको थियो र हामी पुग्यौँ। सो गाइज कार्यक्रम स्टार्टै छ, भित्र चाहिँ नो क्यामेरा भन्नुभएको छ, यहाँ भिडियो बनाउनु दिनुहुन्न। त्यो भएर छोटा छोटा क्लिपहरू मात्रै छन्। मलाई चाहिँ गाइज लास्टै झ्याउ लागिसकेको थियो किनभने एकदम लामो लामो कार्यक्रम भइरहेको थियो। नमस्कार सबैलाई, डान्सर 7 च्यानललाई सब्स्क्राइब गरिदिनु होला। गाइज हाम्रो पहिलो कार्यक्रम खत्तम भइसकेपछि चाहिँ सबैजनाले चिन्नुहुन्छ होला उहाँलाई। हाम्रो खण्डे खलास दाइको चाहिँ यसपछिको पर्फर्मेन्स रहेको छ, त्यो भएर चाहिँ हामीले यहाँ अब हाम्रो दाइलाई भेट्नेछौँ। सो गाइज फलो मी। यस्तो हो क्या, उहाँले आफ्नो नाम पनि भन्नु भएन, अनि मास्क लगाउनु भएको छ, चस्मा लगाउनु भएको छ। अनि सरको काम के हो भन्दाखेरि सो गाइज हामीले चाहिँ अब दाइसँग फोटो खिच्नेछौँ र दाइले थोरै बोलिदिनुहुन्छ। दाइ मेरो युट्युब च्यानल छ अनि हजुरले डान्स फेस्टिभल गरे मलाई भनिदिनु। ल है सबैजनाले यो भाइको युट्युब च्यानलमा गएर लाइक कमेन्ट सब्सक्राइब जे गर्नुपर्ने सबै गरिदिनु होला। सो गाइज हामीले चाहिँ फोटो भिडियो बनाइसकेपछि चाहिँ हाम्रो खण्डे खलास दाइको इन्ट्री हेर्न सक्नुहुन्छ। र आफ्नो पर्फर्मेन्स राखिसकेपछि चाहिँ उहाँलाई पनि सबैजनाले चिन्नुहुन्छ होला। उहाँ आयुषा गौतम बाल कलाकार र उहाँले पनि थोरै मेरो आइडीको लागि बोलिदिनुहुन्छ। हेलो हेलो सम्पूर्णमा सबैमा ढोगरे मैथिली बाल कलाकार आयुषा गौतम। हाम्रो दादा के च्यानलको नाम थियो, डान्सर 7 नामको युट्युब च्यानललाई चाहिँ सबैजनाले सब्सक्राइब गरेर सबैजनाले यसबाट आएका भिडियोहरूलाई लाइक सेयर अनि कमेन्ट गरेर अझै अगाडि बढ्नको लागि साथ दिनु होला, यति भन्न चाहन्छु। सबैजनाले सब्सक्राइब गरेर साथ दिनु होला। धन्यवाद। र इन्द्रेणीकै कलाकार सिर्जना भक्री दिदीले चाहिँ सानो गीत गाइदिनुहुन्छ, सबैजनाले हेर्नुहोला। तिम्रो माया हो 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 तिम्रो माया कहिलेसम्म साँचो तिमी आउँदैनौ भन आउँदैनौ किन आउँदैनौ हे निष्ठुरी तिमी बिना आफै भन र हामीले सबै कलाकारहरू भेटिसकेपछि चाहिँ हामी अब नास्ता खानेछौँ र नास्ता चाहिँ हाम्रो पाक्दैछ र हामीले नास्ता खाएर चाहिँ हामी यो इन्द्रेणीबाट हामी चाहिँ घरतिर फर्किनेछौँ। नास्ता चाहिँ हाम्रो मासु र चिउरा रहेको छ र हामीले खानेछौँ। नास्ता खाइसकेपछि चाहिँ हामी चाहिँ अब घरतिर लाग्यौँ। घर जाँदै गर्दा चाहिँ यो अस्तिको आन्दोलनको यो भवन फुटालेको देख्न सक्नुहुन्छ मेरो पछाडि। यो यस्तरी फुटालिदिएका थिए र म चाहिँ धेरै लामो गर्दिनँ ब्लग चाहिँ म यहीँ अन्त गर्नेछु। कस्तो लाग्यो सबैजनाले भनिदिनु होला।